गिट्ठा भ्याएको खनेकको खन्दा गयो त 2 घन्टाको खनाइ तरुलको बेला खन्दैछ दाइले अहिले। हामी चाहिँ आज यहाँ तरुल खोज्न आएको होइन। गाई चाहिँ यहाँ हेर्नु बोकेर चाहिँ हाम्रो चाहिँ हाम्रो इसारा हो क्या बोलाइको। जङ्गलमा बुझ्दैन नि त। त्यो माथि हेरेको त ठुलो छ नि। लामो पनि लामो छ। त्यो त लामो छ तरुलको बेलो आशिकको मेलो। तरुल के भनेको? जरो बेलो भनेको यो हो नि। डोरी डोरी किन भनेको तरुलको बेलो चाहिँ? लामो हुन्छ त्यस्तै भनेको नानी। यो लामो हुन्छ, लामो हुन्छ माटो मुनि फाल्छ। भन्नु खोजेको होला नि। यसरी लहरा पुग्यो। 1 वर्षमा सुकिहाल्दो रहेछ। जति देख्यो मुनि घाँटीमा भिरास्नु मात्रै जान्छ। यस्तो देख्ने बित्तिकै लम्कलम भन्ने आबै हाल्दो रहेछ हौ। त्यो अलिकति खन्नु बित्तिकै हामीले के गिट्ठा भ्याएको खनेकको खन्दा गयो त अनि बाँच्छ त्यो यता जाँदा यता गोली नै यता आयो त सक्यो त। यहाँ त छ 3 किलो 4 किलोको त। हेर्नुहोस् गाइज, दिनेश डाँगीले गाइज तरुल खन्दैछ। माल यहाँ छ, कोही त मालै छैन त हौ। माटैमा त छ त हौ जाँडा गाइज। यो तरुलको तरुल चाहिँ यस्तो हुँदो रहेछ गाइज। हामीले पुरै तरुलको बेलो यस्तो हुँदो रहेछ। अनुसन्धानकर्ता हामी। यस्तो लामो हुँदो रहेछ गाइज। यत्रो हुँदो रहेछ। यहाँ दिनेश भाइले पुरा यहाँ रोटी बनाइसकेको छ 6 किलो गाइज। 6-7 किलो छ नि त यो तरुल त। भोलि एडिट भएको छैन, किचेर सबै लामो लामो भाँचेर यहाँ यस्तो भएको छ। 20 किलो जति झन्डै पुग्ने स्थिति छ यहाँ। फेरि हामी यहाँ अनकन्डर जङ्गलभित्र छौँ। यहाँ हात्ती पनि आउनु आँटेको छ कता कता। 5 मिनेट जति छ होला। त्यहाँ प्यापुपु जिन्दगीको कोरेटोमा गाइज। यसले तरुल उडाउन जस्तो छ जाँठा आज। जरा चाहिँ पुरानै जान्छ म।